छ म त एमालेको यस्तो नेता, म त कांग्रेसको यस्तो नेता, म त पार्टीको भयो। गफ नगर्नुहोस्। त्यो गफ सुनेको 70 वर्ष भइसक्यो, 80 वर्ष भइसक्यो। नाउ वी क्यानट वेट एनिमोर। अब हामी पर्खन सक्दैनौँ। 100 वर्षसम्म हेरौँ न त हाम्रो पार्टीहरूलाई कतै गर्छ कि भन्ने फुल त्यो खालको मूर्ख हामी बन्दैनौँ। यहाँ अधिकांश जेनजीहरू उपस्थित हुनुभएको छ। जेनजीहरूलाई त्यो कुरा मनपर्छ हो। जेनजीहरूले एउटा कुरा भन्न खोजेको कुरा के छ भने अब हामी विकास मात्रै होइन क्रान्तिकारी विकास गरौँ भन्न खोजेको छ। क्रान्तिकारी विकास र विकासमा के फरक छ म तपाईहरुलाई भन्न चाहन्छु। विकास भन्ने ठेकदारले पनि गर्न सक्छ, तर क्रान्तिकारी विकास भनेको तपाई हामी सबै मिलेर गर्छ। ठेकदारले 1 वर्ष लगाएर गर्ने काम यदि श्रमदानबाट हामीले 1 महिनामा गर्न सक्छौं भने 11 महिना बचाउँछौं। त्यो 11 महिना बचाएर त्यसरी तपाईको छैन छिटो द्रुत गतिमा फास्ट ट्र्याकमा विकास गर्न चाहन्छ। त्यो विकासलाई क्रान्तिकारी विकास भन्छ। त्यो विकास आजको आवश्यकता हो।